साथीहरू आज चाहिँ बारीमा यो चाहिँ फेरि केको फुल फुलेको बिरुवा भन्ला। यो चाहिँ अब हाम्रो आरु जातको खुर्पानी भन्छ। एकदम अब यही जेठतिर चाहिँ खान मिल्छ। यो प्रशस्त रूपमा चाहिँ पोहोर पनि मैले देखाएको थियो। एकदम ढकमक अहिले हरियाली फुल फुलिरहेको अवस्थामा छ। अब यो खाँदाखेरि चाहिँ एकदम अर्ग्यानिक फ्रेस मिठो ताजा खानलाई पनि खाउँ खाउँ लाग्ने। अब फेरि यस्तै भिडियो फेरि म तपाईँहरूमा चाहिँ ल्याउने नै छु। यो चाहिँ खुर्पानीको बिरुवा हो। अब लगभग रोपेको पनि 3 वर्ष 4 वर्ष हुन लाग्यो। अब यो पालि चाहिँ फलेको छ। पोहोर पनि फलेको थियो। अब पहिला चाहिँ हामीले यो आल्मोन्ड भनेर ल्याएर थियो। आल्मोन्डको सँगसँगै यो पनि आएछ। यसको ग्राफ्टिङ भएको कारणले होला। तर हामीले खाएर पनि हेऱ्यौँ। पहिला त मैले एकचोटि त काटेर पनि फाल्न खोजेको थियो। तर लास्टमा राखिराखेको नि त के फाल्दो रहेछ भनेर हेरेको। पछि त के फाल्दो रहेछ, रुखमा डलर फाल्दो रहेछ है साथीहरू। अब मान्छेहरू अस्ट्रेलिया जापान जर्मन गएर चाहिँ अब यस्तै एग्रिकल्चरमा काम गरिरहेको देख्छौँ। तर हामी आफ्नो गाउँघरमा चाहिँ मान्छेहरूले गर्नै चाहँदैन। त्यही कारणले गर्दा पनि हामीले बाहिरबाट ल्याएर खानुपर्ने अवस्थामा रहेको हो। तर आज चाहिँ म यही भिडियो तपाईँहरूमा देखाउन गइरहेको छु। यो बाहेक मैले अब मेरो बारीतिर चाहिँ मैले विभिन्न किसिमको बिरुवाहरू रोपेको छु। यो पनि खुर्पानीको बिरुवाहरू हो। त्यसै उतापट्टितिर आल्मोन्डको बिरुवाहरू छ र यतातिर ओखराको बिरुवाहरू छ। अब लगभग हरियाली पलाउने क्रममा छौँ। लगभग अब केही समयपछि ओखराकोमा पातहरू पनि तपाईँहरूलाई एकदम हरियाली स्वरूप फलेको क्रममा देखाउने छौँ। यही भन्न चाहन्छु। अब हाम्रै गाउँघरमा बसेर केही हुँदैन भन्ने मान्छेहरूलाई चाहिँ यो भिडियो तपाईँहरूले देखाउँदैछौँ। तर अहिले त छैन केही। तर केही समयपछि चाहिँ तपाईँहरूको अब रुखबाट चाहिँ के फाल्छ त भन्दाखेरि बसी घरमै रुखमा मलाई नफल भन्दा पनि रुखले के फल्ने गर्छ, पैसा फल्ने काम गर्छ। यही भन्न चाहन्छु। यो चाहिँ ओखराहरू रोपेको अहिले लगभग मेरो ओखराहरू चाहिँ अब ओखराहरूमा पातहरू चाहिँ झरेको छैन, पातहरू पलाएको छैन। अब केही समयपछि यो ओखराहरूमा चाहिँ पात पलाउने क्रममा छौँ। यो चाहिँ अहिले म थोरै भिडियो तपाईँहरूमा देखाउन गइरहेको छु। अब यहाँ मैले विभिन्न किसिमका बिरुवाहरू चाहिँ अब एउटा परीक्षणको लागि चाहिँ रोपेको छु। त्यस सँगसँगै मैले रायोहरू पनि तोरीहरू पनि छरेको थियो। तर यी अब टिप्नलाई फुर्सद नभएर अब भुइँमा पैसा त्यत्तिकै कुहिरहेको अवस्थामा छौँ। अब टिप्नुपर्ने अवस्थामा छ। यही भन्न चाहन्छु। हस् त धन्यवाद। अब म लामो भिडियो पनि बनाउन साझै समय त छैन। केही समयपछि तपाईँहरूमा आउने नै छौँ। यो अब अहिले फुल फुलेको छ। म यो फेरि भिडियो तपाईँहरूमा फलेर पुरा हुने अवस्थामा चाहिँ फल्ने क्रममा चाहिँ म तपाईँहरूले देखाउने छु। हस् त।